fam, welcome back to my YouTube channel in another video. Hey, after long time पछि म यस्तो हुन्छ नि अब युट्युबमा चाहिँ म आज आइदिएको किनभने चाहिँ हुन्छ नि त धेरै भयो क्या भिडियो नहाल्न पाएको चाहिँ हैन किनभने चाहिँ म आफ्नै काममा बिजी थिएँ नि त त्यही भएर अहिले चाहिँ यस्तो पानी परिरहेछ है अहिले चाहिँ अलि रोक्या रहेछ लास्ट ठुलो परिरहेको थियो मैले अघि नि है छाताले चाहिँ यसो माथिसम्म खाजा खाना आथे जियोस् अलिकति माहौल अवस्था चाहिँ त्यस्तै रहेछ है तर जियोस् ठिकै छ अलि सानो दिनु पर्दैन हुन्थ्यो नि एकदम ठुलो के त्यही भएर अनि अलिकति अवस्था चाहिँ गम्भीर है बाटो अब देख्न सक्नुहुन्छ बाटोहरु त कस्तो हिरिलो छ यस्तो छ अवस्था हेर्नु न यस्तो छ क्या अवस्था अनि मैले अब झ्यापचुप चाहिँ मैले बोल्न चाहिँ यस्तो हो मैले हुन्छ नि के हो भने चाहिँ म एक्कासी हिँडिरहेको थिएँ म त्यहाँ बाटोमा है अनि मलाई चाहिँ यसो के सोचायो भने चाहिँ अब मैले आफ्नो कामतिर म बिजी हुनाले मैले उता युट्युबतिर चाहिँ खासै त्यस्तो ध्यान दिनँ क्या अब चाहिँ भिडियो चाहिँ मेरो कन्टिन्यू चाहिँ हुन्छ है अब चाहिँ भिडियो चाहिँ मैले हाल्छु त्यही सोचिरहेको छु मैले चाहिँ के कस्तो मेरो फेस अहिले कस्तो देखेको छ मलाई थाहा होइन किनभने यो पानीले गर्दा हो यस्तो फेस देखेको हेर्नु न यस्तो छ क्या अवस्था हेर्नु त यो अहिले पुरै क्या छैन त राम्रो छैन त ठाउँ पानीले गर्दा है फेरि राम्रो देखेको कस्तो देखेँ मलाई थाहा होइन यो पानीले गर्दा त्यस्तो यो देखिने त्यही मैले चाहिँ अब के भन्छु हुन्छ नि त अहिले चाहिँ मैले भिडियो कति मैले लगभग के भन्छ अरे 5 मिनटसम्मको त मैले यत्तिकै मैले बोलेर चाहिँ बनाउँछु भिडियो है मैले चाहिँ भने नि बोलेर नै बनाउँछु अनि 5 मिनट लङ भिडियो हुन्छ नि त सर्ट भिडियो फेरि मलाई फेरि त्यो हाल्न चाहिँ खासै त्यसो इन्ट्रेस्ट लाग्दैन क्या त्यही भएर नि मैले चाहिँ उ गर्छु एकछिन माथि भाउजूले भेट्न जानु पऱ्यो क्या दाइ यतै हुनुहुन्छ भनेर सुनेको थिएँ धन्न देखिहाल्नु भयो होइन जानु पऱ्यो भाउजू दाइ हुनुहुन्छ कि नै हुनुहुन्छ कोही एकछिन यस्तो भाइहरू बोलाउनु एकछिन यस्तो दाइसँग गफसप हान्नु पऱ्यो अनि के कस्तो छ अनि माहौल मैले अघि नै राम्रो सोचिरहेको थिएँ भएन क्या है के छ ठिक छ फ्याम है म फाइनली चाहिँ म त्यहाँ दाजुलाई भाउजूलाई भेटेर चाहिँ म आइदिएको है एकैछिनलाई उताबाट घुमाइदिरहेको रहेछु भेटेर चाहिँ म आएँ तर एउटा कुरा के त्यहाँभित्र हाम्रो चाहिँ के थियो भने चाहिँ अब हाम्रो चाहिँ पढाइ सम्बन्धी नै भएको थियो क्या खासमा किन हुन्छ नि त उहाँले पनि फर्म भर्नु भएको थियो हुन्छ नि त मैले के भने ल मलाई पनि थाहा होइन म किनभने चाहिँ हुन्छ नि त्यहाँभित्र पनि यस्तो अब थाहा होला कि तपाईँलाई मैले गफेर यस्तो हान्दिकन त्यहाँबाट भाइले आएँ एक्काइस हुन्छ नि के याद आयो भने चाहिँ दिमागमा चाहिँ ए मैले अघि आधा फरक बनाएको थिएँ अब चाहिँ बनाउनु बाँकी छ भने चाहिँ याद आयो क्या ठ्याक्कै त्यही भएर मैले यसो दिमागमा एउटा कुरा नि नराखेर मैले चाहिँ भनिदिएको ल के हो ए हेर्नु ठाउँ हेर्नु त अहिले अहिले चाहिँ अलिकति पानी ढोकेर छु हेर्नु त छ नि है त्यही मैले भने नि दिमागमा चाहिँ एउटा कुरा नि मैले नराखेर चाहिँ झ्यापमै आएर के भन्दैन थाहा होइन अब हुन्छ धेरै पछि मैले भल्क बनाउँदै गएन अनि के कस्तो अर्कै लागिरहेछ अब चाहिँ मैले हुन्छ नि मैले मेरो कामलाई चाहिँ हुन्छ नि छोडेर भए पनि टाइम चाहिँ मैले एकपल्ट चाहिँ दिन्छु दिएर चाहिँ मैले यसो भल्क चाहिँ मैले बनाइहाल्छु हुन्छ नि अब मेरो भोइस नि कस्तो अर्कै भयो होला है अनि के भन्छ त्यो के अलि हुन्छ नि बुझ्नु भएको बुझ्नु मान्नुलाई त्यो थाहा होइन हेर्नु त ठाउँ कति दामी छ कि ए छाता के भयो ल हेर्नु त ठाउँ हेर्नु त आहा यो होइन त ठाउँ यसलाई के भन्छ ठाउँ भन्दैन आहा यस्तो भ्यू यस्तो नेचरसँग यस्तो हुन्छ नि यो क्लाइमेट हेर्नु त कस्तो छ अहिले वेदर आजको यस्तो वेदरसँग मस्त रमाउनु पाउनु है यसरी भिडियो बनाउनु पाउनु भनेको त एकदम आहा हो नि त तर त्यही भएर हेर्नु है एकदम खुसी लागिरहेछ आज चाहिँ मलाई है किन हो त्यस्तै हो अनि मैले चाहिँ भनिहालेँ है आज हुन्छ नि मैले के बोलेको छु के गरेको छु मलाई केही नै थाहा होइन है ए के अरे माइन्ड नगर्नु होला के भन्छ नि म हुन्छ नि अलिकति आफ्नै त्यो अरू कुरामा फोकस दिनाले हुन्छ नि मलाई के बोल्ने मलाई त्यो पनि थाहा छैन भने हुन्छ नि लमा हुँ यहाँ हुँ के भइरहेको भने मुखबाट कस्तो ओडो निस्किरहेको छ है तर यो धेरै पछि भिडियो बनाएर होला अब चाहिँ कन्टिन्यू मैले भन्छु चाहिँ कन्टिन्यू आउँछु है अनि पहिलाको जस्तो चाहिँ अलिकति हुन्छ नि माया चाहिँ गरिदिनु पऱ्यो क्या है अलिकति भ्यू अलिक हुन्छ नि त भ्युज आयो भने चाहिँ अलिकति मलाई के गर्न मन लाग्छ अनि उता कसैले नहेरिदिने अनि म एक्लैले अनि त्यहाँ भिडियो बनाएर अनि पत्र मात्रै बोल्ने अनि युट्युबमा हाल्ने कसैले मलाई वास्ता नै नगर्ने भने चाहिँ के मजा आयो त लगाउनु त यस्तो दामी यो भ्युज हेर्नु त यो फेरि भ्युज मैले यो भ्युज भन्नेवाला मेरो त्यो कन्टेन्टवाला पनि तपाईँले हालेको छ खालि मैले भ्यू भन्दाखेरि मेरो भ्युज मात्रै आउँछ मेरो मुखबाट भ्युज ल फेरि यो हुन्छ नि मैले धेरै दिनपछि मैले के अरे भिडियो बनाइरहेको छु अनि यो भिडियो देखेर चाहिँ यो मान्छे फेरि कस्तो औडा भएछ भनेर चाहिँ नसोच्नु होला होइन किनभने चाहिँ मेरो बानी नै छ नि त यस्तै हो मेरो चाहिँ यो हाउभाउ के भन्छ यस्तै हो होइन त्यही भएर साथीहरू भिडियो चाहिँ के कस्तो लाग्यो के भयो अनि
राम्रो लागे लाइक कमेन्ट सेयर सब्सक्राइब भन्छ नि के ल है म चाहिँ अब यता अस्ति भर्खर नै हामीले के अरे धान रोपेको यो बारीमा आएर मैले पुरै है यहाँ चाहिँ मस्त यो धान रोपेकोवाला यो भिडियो सिडियो बनाउनु पर्दो रहेछ आफ्नो मोबाइल फेरि त्यस्तै क्यामेरा त्यस्तै आलु जस्तो दिनमा फेरि घाममा त फेरि के हो के देखाउँदैन है त्यही भएर चाहिँ मैले केही बनाएको थिएन हो हेर्नु त्यस्तो हुन्छ कि सिस्टम हेर्नु न मस्त होइन यहाँ माथिबाट पानी आयो सर हेर्नु त हाम्रो यस्तो हुन्छ कि पानी आयो तल त्यो धारा लाग्यो त्यो धारो पानी चाहिँ यहाँ तल गएर मस्त खेतमा पानी लागेर एकदमै यहाँ यसको चाहिँ उर्वरा शक्ति चाहिँ के गर्छ इन्क्रिज गर्छ फेरि अब के भन्नु होइन यो अवस्था चाहिँ मैले भने नि अलिकति क्या गाह्रो छ क्या मुखबाट के आउँछ अनि के बोल्दा चाहिँ मलाई के पनि थाहा होइन मैले भनिसकेको कि नै तर हो मलाई यो पहिलाको जस्तो माया है देखाइदिनु होला मैले भन्छु कि भिडियो अब चाहिँ मैले कन्टिन्यू गर्नेवाला छु होइन यस्तो त मौसम यस्तो दामी भएपछि त मैले हालिहाल्छु नि भिडियो होइन त हालिहाल्छु नि नहाले नि के अरे हाल्छु त्यही भएर चाहिँ मैले अब मैले चाहिँ धेरै कुरा मैले चाहिँ नबोलेर होइन भिडियो चाहिँ धेरै लामो भइसक्यो अरे मैले 6-7 मिनटसम्म चाहिँ मैले बनाउँछु सोचिरहेको थिएँ त्यही हो है ल अब योभन्दा बाहेक म धेरै बनाउँदिनँ अनि ए गाडीहरू चाहिँ गइसक्यो पछाडिबाट मैले यस्तो हो कि म माथि दाइ पनि ठ्याक्कै 81 भेटिनु हो कि मैले त हुन्छ नि अब कोठातिर म दाइलाई मैले भेट्नुलाई पनि सोचिरहेको थिएँ तर मैले भेट्न पाएन किन थाहा छ अघि नै मलाई मेसेज गर्नुभएको थियो आइज भनेर अनि म माथिमा गइदिएँ ठ्याक्कै त्यो ठ्याक्कै माथि त्यहाँ माथि अब चटोट के भन्छ अरे खाजा खान गइदिएको म त्यो खाजा खान गइसकेपछि अनि मलाई अहिले मिलेन क्या अनि आउँदाखेरि चाहिँ फर्किँदाखेरि चाहिँ भाउजू त्यही नजिकै अनि भाउसँग चाहिँ अब यसो हुन्छ नि त अब म फेरि जामलाई पनि सोचिरहेको थिएँ अनि ठ्याक्कै अहिले ठ्याक्कै टाइममा चाहिँ भाउजू त्यहाँ भेटिनु भयो क्या त्यही भएर ल ठिकै छ हिँड्यौँ न त भन्ने भयो म पनि ठ्याक्कै हिँडिदिएको हिँड्दा भित्र अनि फेरि भाउजूसँग सबैसँग भिडियो बनाउनु मलाई फेरि अर्कै लाग्यो होइन मैले बनाउँथेँ भिडियो भित्रै बनाउँछु सोचिरहेको थिएँ भित्र गएर मेरो मुरै अर्कै भयो क्या त्यही भएर है मैले अब धेरै नबोलेर भिडियो मैले त्यो अफ गरिदिन्छु के भन्छ अरे त्यो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब के भन्छ होइन ल त्यही गरिदिनु होला कि अब चाहिँ भिडियोहरू चाहिँ कन्टिन्यू आउनेवाला छ यति भन्दै मैले चाहिँ यो भिडियो मैले त्यो अफ गरिदिएँ है बाई